फाइनली हामीले चाहिँ भिजा पनि लगाइसक्यौँ है त, टिकट पनि आइसक्यो। बाटोको हालत यस्तो छ है हजुर, नेता मन्त्री हिँड्ने बाटो। सो वेलकम ब्याक अगेन माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला है। अहिले पनि बिहानको त्यही हो 7 बजिसकेको अवस्था छ भन्दा नि हुन्छ, किनकि आजको मौसम हेर्न सक्नुहुन्छ तपाईँहरूले है, पुरा कुहिरो बादलले झप्प ढाकेको छ आज है। र त्यही हो हामी अब आज कहाँ जानु लाग्यो भन्ने कुरो त अब थम्बनेल हेरेरै थाहा पाइहाल्नु भयो होला सायद है। सो त्यही हो आजको यात्रा छ भने चाहिँ आजको यात्रा चाहिँ 2 घन्टा जतिको हुनेछ है त काठमाडौँ बाहिर। सो हेर्दै गर्नु होला बाटोमा के हुने रहेछ, के कस्तो हुने रहेछ बाटोको स्थिति हैन। हिजो पनि पानी परेको थियो, त्यसको अपडेट फुल तरिकाले तपाईँलाई दिनेछु। भिडियो अन्तिमसम्म हेर्नु होला है त। फाइनली हामी बसिसकेको छौँ। आमा र भान्जी पछाडि भान्जा देखिँदैन होला। अहिले हामी चाबहिल स्तुपातिर आइपुग्यौँ है, मिनी स्तुपा, सानो स्तुपा। चिसो छ मौसम अनि अगाडि बढ्दैछौँ। र यो सँगसँगै हामी कोटेश्वरमा हाम्रो ठुलो मम्मीलाई पनि पिकअप गर्नु छ क्या, पिकअप लिनु छ है। अनि त्यहाँबाट चाहिँ सरासर गइन्छ है त। ल न त खसी नाङ्जी ठुलो मम्मी। ल सबैजना भेट भयो, अब यहाँबाट लाग्नेछौँ हामी। ल फाइनली हामी चाहिँ ठुलो मम्मीलाई पनि भेटिसकेका छौँ। अब यहाँबाट चाहिँ हामी भक्तपुर सल्लाहकारी अलिकति अल्मा लिन्छौँ, किनभने रुट पर्मिट काट्नुपर्ने हुन्छ है त हामीले। ल फाइनली हामीले चाहिँ भिजा पनि लगाइसक्यौँ है त, टिकट पनि आइसक्यो। ल जस्ट हामीले अब त्यही हो रुट पर्मिट पनि काटिसकेको छौँ। अब यहाँबाट चाहिँ जानुपर्ने हुन्छ हामी जाने ठाउँमा चाहिँ 300 रुपियाँ लाग्छ है त रुट पर्मिटको पैसा। बाटोको हालत यस्तो छ है हजुर, नेता मन्त्री हिँड्ने बाटो यस्तै छ। कन्टिन्युली सोयामजम यो न चाहिँ त कन्टिन्युली बनायो भने चाहिँ राम्रो हुन्थ्यो, चाँडै सकिन्थ्यो। अब कहिले हो कहिले। फाइनली साथी हो हामी हिँडेको 1.5 घन्टापछि चाहिँ बल्ल बनेपा बजार निस्क्यौँ है। अनि बनेपा बजार निस्क्यौँ। अब यहाँबाट चाहिँ हामी सिधै गयो भने उता धुलीखेल निस्किन सक्नुहुन्छ है। अब हामी यहाँबाट लेफ्ट हान्नुपर्ने हुन्छ, किनकि यो चाहिँ अलिकति सर्टकट बाटो भनिन्छ, जसलाई यो रवि होबीको बाटो। यो बाटो त सबैले थाहा छँदैछ है। यस्तै छ, अलिकति सानो बाटो छ। अब मर्निङको टाइम यस्तै हुस्सु लगाइरहेको छ नि त है जताततै। लेट्स सी हेरौँ है त। फाइनली हामी यो बनेपा बजार क्रस गरेपछि चाहिँ बल्ल हुस्सो हरायो है बाटो। अनि यतातिर चाहिँ पारिलो रहेछ, हल्का तल चाहिँ अझै पनि छ होला त्यस्तै। यहाँ चाहिँ अब घाम लागेर पारिलो भएर चाहिँ यस्तो छ है। हुस्सो कम छ। साली नदी मेला पनि सकिन लाग्यो, 18 गतेसम्म मात्रै हो। यो चाहिँ तामाघाटको आलु बजार है। यो सबै आलु खेती यो देखिराख्नु भएको जति सबै एरिया छ नि, यो ठुलो एरिया सबै आलु आलु आलु
ल फाइनली हामी चाहिँ अब तामाघाट बजार अनि लामी डाँडा क्रस गरेर पनि लामी डाँडाबाट चाहिँ हामी राइट हानिसक्यौँ है। अब यहाँबाट चाहिँ अब पलाञ्चोक भगवती मन्दिर चाहिँ यहाँबाट चाहिँ 10 किलोमिटर ठ्याक्कै छ। सो अब त्यो यो बाटो चाहिँ अब सिमिलर टाइपको अलिकति सानो टाइपकै आउँछ है। अलिकति अब मौसम त्यस्तै छ, अब माथि माथि गएपछि झन् बाटो नदेख्ला भन्ने टेन्सन पो भयो त हौ है, हेर्दै गर्नु होला। 10:30 ए बिहानको 9:30 भइसक्यो तैपनि 9:30 भइसक्यो भनौँ, 9:30 भइसक्यो तैपनि बाटो केही देखिँदैन त। हामी चाहिँ अब इमर्जेन्सी लाइट र हेडलाइट बालेर हिँडिरहेछौँ तैपनि केही देखिँदैन है। यो रहेको छ है बाटो, हामी अझै पनि पुग्नलाई बाँकी नै छ, त्यस्तै 5-10 मिनट लाग्छ होला अझै पनि। र यहाँको भ्यू यसो देखाइदिउँ भनेर है तपाईँहरूलाई। अब तल चाहिँ हाम्रो पुरै तामाघाट बजार 5 खलहरू पर्छ है। यो चाहिँ अब पुरै बादलले केही देखिरहेको छैन कि है, बादलले पुरा च्याप्प भइराखेको छ नि त। सो त्यही हो, लागौँ, अरूभन्दा ढिलो नगरौँ है। स्याबास। र यो चाहिँ मन्दिरमा ठ्याक्कै आइपुग्यो है त साथी, हो मन्दिरको पार्किङ भइहाल्यो यो चाहिँ है। र हामी चाहिँ अब यहाँबाट सारदामहरू सबै जम्मा गरेर चाहिँ है पूजाको सामानहरू मिलाएर चाहिँ अब हामी दर्शन गर्नुपर्ने हुन्छ। आज चाहिँ जे होस् भिडभाड रहन्छ, खाली नै रहेछ है त। फाइनली हामीले चाहिँ पलाञ्चोकी भगवती माताको पनि दर्शन गरियौँ है। सो त्यही हो, यहाँहरू सबैजनालाई सुखमय शान्तिमय होस्, रक्षा गरून् पलाञ्चोकी भगवती माताले। एन्ड अब पलाञ्चोकी भगवती माताको पनि बहिनी र दिदी हुनुहुन्छ भन्ने सुनेको है। एन्ड यो चाहिँ बहिनी रे, अनि अर्को ठुलो दिदी पनि हुनुहुन्छ अरे। सो त्यतै जानेछौँ है त हामी पनि। हामीले सुनेको चाहिँ अब दिदी बहिनी हुनुहुन्छ भनेको चाहिँ सुनेको है, तर त्यसको वास्तविक र एक्ज्याक्ट कहानी चाहिँ हामीलाई पनि थाहा छैन। सो त्यसको लागि चाहिँ मनैदेखि क्षमा माग्छु है, सरी भन्न चाहन्छु। किनकि अब मैले सुनेको कहानी अनुसारले अब भन्यो भने त अलिकति फरकै होला है, अलिकति अब नराम्रो होला है, अलिकति फरकै हुनसक्छ। किनकि अब मैले सुनेको र पुरानो बाजे पुर्ख्यौलीहरूले भन्दाखेरिको फरक हुन्छ नि त। त्यही भएर चाहिँ सो थाहा भयो भने चाहिँ कमेन्ट गरिदिनु होला है त। फाइनली गाइज, एज यु क्यान सी दिस भ्यू है, हेर्न सक्नुहुन्छ तपाईँहरूले यो भ्यू बवाल देखिरहेछ, बवाल है। सो हामीले चाहिँ दिदी मन्दिर दर्शन गरेर फर्किने क्रममा देखिएको दृश्य है यो चाहिँ, हामी पनि इन्जोय गर्दैछौँ यो भ्यूको है। र फाइनली हाम्रो खाजा पनि आइसकेको छ, तरकारी सेल आइसकेको छ है। अझै पनि अर्डर गरेका छौँ हामीले, आउन बाँकी नै छ है त। ल फाइनली अब यहाँबाट फर्क्यौँ है त। ल बाई बाई पलाञ्चोकी भगवती माता रक्षा गरून् है सबैलाई। हामी अब यहाँबाट फर्क्यौँ। अहिले चाहिँ भने घाम लागेर भ्यू चाहिँ खतरा, बाटो चाहिँ खतरा खुलिसकेको छ है। बिहान आउँदा त केही पनि नदेखेर यो बाटो कुहिरोले ढाकेर हैरान भइरहेको थियो नि त है। सो अहिले भने चाहिँ देख्न सक्नुहुनेछ तपाईँहरूले खुल्ला जङ्गलको बाटो है, खुल्ला भइसकेको छ है त। आज फ्यामिली होलिडे परिवारसँग घुम्न हिँडेको आज। सागरलाई फुलिदिने चाहिँ ठिकठाक छ त ल होला। पैसा दिइबार्यो है म भन्छु। ल फाइनली हामी लामी डाँडामा निस्क्यौँ है। अब यो बाटो जानुभयो भने चाहिँ दोलाल घाट र सिन्धुपाल्चोक मेलम्ची पुग्न सक्नुहुन्छ। अब हामी फर्किनेछौँ यहाँबाट सिधै काठमाडौँ है त। बट्टा चाहिँ बट्टा।
र अहिले भने हामी ठ्याक्कै बनेपा यो जुन धुलीखेल बजार चाहिँ कटिसक्यौँ है। धुलीखेल चोक बजारहरू कटेर चाहिँ अलिकति यतै आइसकेका छौँ। अब बाटो चाहिँ अब बन्दैछ अझै पनि है। अब कहिले बनेर सकिने हो त्यो त थाहा भएन। सो अहिले भने चाहिँ यत्तिको चाहिँ बनेको रहेछ। यहीँ तलसम्म मात्रै हो यो पिच पनि, धेरै लामो त भएको छैन। सो काम हुँदैछ अझै पनि। सो सबैतिर यत्तिकै बाटो भए त धेरै राम्रो हुन्थ्यो। र हामी अहिले बनेपातिर इन्ट्री हुँदैछौँ है त। ल फाइनली हामी चाहिँ अहिले साँगाको पुलतिर छौँ है त। यो झोलुङ्गे पुल यसो हिँडेर हेरौँ भनेको नि त होइन। धेरै फेमस छ, टिकटक यताउता दायाँ बायाँ सबैतिर देखिरहेको हुन्छ। सो त्यही भएर चाहिँ एज यु क्यान सी गाइज है, यो बाटो पिच भन्यो भने कस्तो देखेला है। अस्ति मैले यहीँमा फोटो देखाएको थिएँ होइन, दामी देखाएको थिएँ। त्यस्तै बन्ला जस्तो छ, तर बन्ने चाहिँ कहिले हो है। बब्बाल हुनेछ बाटो। ल फाइनली गाइस है, गाडी वासिङमा हालिदिएको। अब त यो आजको दिन यत्तिकै गयो। अहिले भने 5 पनि बजिसकेको छ। र साथीहरू है, आजको लागि यति नै। भिडियो मन पर्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब पनि गरिदिनु है।